पुलिस मामा छक्क परो। डाक्टरहरूले रिसर्च गरेका थिए, त्यसमा भेटे कि साना केटाकेटीहरूले मोबाइल हेर्दाखेरि उनीहरूको टाउकामा असर परिरहेछ, उनीहरूको स्मृति शक्ति कमी रहेछ, उनीहरूलाई चिडचिडापन भइरहेछन्। यस्तोसम्म रिसर्चमा उनीहरूले भेटे कि धेर केटाकेटीले मोबाइल हेरे भने टाउकाको मेमोरी लससम्म उनीहरूले रिसर्चमा भेटे। र केटाकेटीले भात खाँदैन, हजुरहरूको झगडा गर्छ, त्यतिखेर हजुरहरूले मोबाइल दिन्छु अनि एकछिन भुलिन्छ भनेर सोचेर हजुरहरूले आफै केटाकेटीलाई बिगार्नु भएको। र हेर्नुहोस्, यो मैले भनेको कुरा होइन, यो डाक्टरको रिसर्चमा भेटेका थिए। धेरै मोबाइल हेर्दाखेरि केटाकेटीको टाउकामा असर पर्दैछ, आँखामा असर पर्दैछ। रिसर्चमा भेटेका छन् कि धेर मोबाइल हेर्दाखेरि केटाकेटीले चस्मा लगाउने पर्यन्त पुगेका छन्, केटाकेटीहरूको आँखाको पावर कमेको छ। हजुर केटाकेटीहरूलाई बिल्कुल मोबाइल छुन नदिनुहोस्। उनीहरूले अगर हजुरहरूको कुरो मानेनन्, यो पुलिस मामालाई फोन गर्नुहोस्। पुलिस मामाले सुधार केन्द्र बनाएको छ, पुलिस मामासँग पावर छ। पुलिस मामाले ल्याएर जेलमा हालिदिन्छ 1 वर्षको लागि। जबसम्म घर घरमा केटाकेटी मोबाइल हेर्न छोड्दैनन् तबसम्म पुलिस मामा छ। र यो मुहिममा हजुरहरूले पनि मलाई साथ दिनुहोला। यो भिडियो धेरै से धेरै सेयर गरिदिनुहोस्। प्रत्येक ती मोबाइल हेर्ने केटाकेटीको घरमा यो भिडियो पुगोस् र पुलिस मामा तो घरमा आओस्। र हजुरहरूले यो दिएको नम्बरमा फोन गर्नु। पुलिस मामा आउनेछ र गाडी लिएर आउँछ र उठाएर ल्याएर जेलमा हालिदिनेछ। र हेर्नुहोस्, सावधान हुनुहोस्, केटाकेटीहरूको जिन्दगीसँग खेलवाड नगर्नुहोस्। मोबाइल हेरे भने पुलिस मामालाई यो दिएको नम्बरमा फोन गर्नु।